यसरी पोलेर खाएको मकै लास्टै मिठो र स्वादिलो हुने रहेछ। हजुरहरूलाई थाहा पाउनु छ भने फुल भिडियो वाच गर्नु होला। मैले फुल भिडियो राखेको छु कसरी पोल्ने होला भनेर। मसँग चाहिँ 6-7वटा हरियो मकै थियो। मैले चाहिँ पोल्न सुरु गरेँ। तावा राखेपछि 2-3 चम्चा नुन राख्न सुरु गरेँ। नुन राखिसकेपछि यसरी फिजार दिनुपर्छ। वरिपरि फिजार दिइसकेपछि मकै राख्ने, जति मकै अटाउँछ त्यति राख्ने। मेरो तावा सानो भएको भएर मैले 3टा मकै मात्र राखेको छु। त्यसरी उल्टै पल्टै गर्नु होला। गरिसकेपछि मजाले पाक्छ। मैले यो भिडियो चाहिँ टिकटकमै देखेको भएर मैले पनि यसरी ट्राई गरौँ भनेर ट्राई गर्न खोजेको थिएँ। ट्राई गर्दाखेरि चाहिँ मजाले पाक्ने रहेछ, पोलिने रहेछ, हुने पनि रहेछ। हजुरहरूले पनि ट्राई गर्नु होला, अवश्य खानु होला। यसरी मजाले पाक्छ, मिठो पनि हुन्छ। यो गर्मीमा कहाँ आगो बाल्न जाम भन्न नि परेन। यसरी पोलेपछि सजिलो पनि हुने, घरैमा बसी खान नि पाइने मकै। मैले यसरी हेर्दा एउटा मकै पनि पोल्यो अनि लास्टमा 2टा पनि पोलेर भ्याउँछु। मैले लास्टमा फाइनली पुरै मकै पोलेको त देखाउन सकेको छैन, भिडियो लामो हुन्छ।